सम्पन्न गर्न गइरहेका छौँ। यस शुभकामना समारोहको सभापतित्व ग्रहण गर्नका लागि म एस 11 माध्यमिक विद्यालयका आदरणीय प्रिन्सिपल सर कमल सापकोटा सरले सभाध्यक्षको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। आदरणीय सभाध्यक्ष सरको अनुमतिबाट अगाडि बढाउने अनुमति माग्दै आज यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गर्नुभएका हाम्रो यस विद्यालयमा अध्ययनरत सम्पूर्ण शिक्षकहरूले पनि हार्दिक स्वागत गर्दछु र अतिथिको आसन ग्रहण गर्नका लागि म यस विद्यालयका भाइस प्रिन्सिपल बसन्त राज पाण्डे सरलाई अतिथिको आसन ग्रहण हार्दिक अनुरोध गर्दछु। यस विद्यालयका शिक्षक सदस्य तथा विद्यालयका अध्ययनरत शिक्षक भोला प्रसाद शर्मा सरले पनि म अतिथिको त्यसै गरी यस विद्यालयका शिक्षक सदस्य एवं शिक्षक प्रेम चौधरी सरले पनि त्यसै गरी यस विद्यालयका संयोजक किरण गुम सरलाई पनि म त्यसै गरी यस विद्यालयमा अध्यापक तुलसीराम डाङ्गी सरलाई पनि म अतिथिको आसन ग्रहण गर्नका लागि हाम्रो यस विद्यालयमा शिक्षिकाको रूपमा कार्यरत देवी खरेल म्यामलाई पनि अतिथिको आसन त्यसै गरी शिक्षिका सम्झना आचार्य म्यामले पनि अतिथिको आसन शिक्षिका पार्वती रेग्मी म्यामले पनि म त्यसै गरी शिक्षिका आशा चौधरी म्यामले पनि त्यसै गरी शिक्षिका जानुका केसी म्यामले पनि अतिथिको आसन त्यसै गरी शिक्षिका ममता वाली म्यामले पनि अतिथिको आसन त्यसै गरी शिक्षिका अस्मिता भण्डारी म्यामले पनि त्यसै गरी शिक्षिका कल्पना धामी म्यामले पनि त्यसै गरी शिक्षिका रञ्जु विष्णु म्यामले पनि अतिथिको यस विद्यालयमा कार्यरत शिक्षिका खुमा केसी म्यामले पनि अतिथिको हाम्रो यस विद्यालयमा कार्यरत शिक्षकज्यू अथवा हाम्रा हितैषी यस क्रममा आउनुभयो भने चाहिँ हामी आसन ग्रहण क्रमशः राख्नेछौँ। त्यसै गरी आज यस कार्यक्रमका केन्द्रबिन्दु कक्षा 10 जना भाइ बहिनीहरूलाई सबैले एकमुष्ट आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। र शुभकामना समारोहमा पहिलो शुभकामना मन्तव्य यस विद्यालयका भाइस प्रिन्सिपल बसन्त राज पाण्डे सरले चाहिँ आफ्नो मन्तव्य दिनुको लागि हार्दिक अनुरोध गर्दछु। यस विदाय कार्यक्रमको नभनौँ शुभकामना कार्यक्रमका सभाध्यक्ष यसै विद्यालयका प्रधानाध्यापकज्यू त्यसै गरी आसन ग्रहण गरिराख्नुभएका मेरा सम्पूर्ण सहकर्मी साथीहरू सम्पूर्ण सहकर्मी साथीहरू एकमुष्ट म सम्झन चाहे। साथै आजको यो विदाय कार्यक्रम हामीले भन्ने बेलामा फेयरवेल प्रोग्राम भनिहाले पनि खास चाहिँ शुभकामना
कार्यक्रम हो यो शुभकामना कार्यक्रमका केन्द्रबिन्दुका रूपमा रहेका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई पनि मैले सम्झन चाहे। यो मिलन र विश्व भन्या छ विद्यार्थी भाइ बहिनीहरू झन्डै 13 वर्षसम्म विद्यालयमा अध्ययन पुरा आजदेखि झन्डै 13 वर्षसम्म अध्ययन पुरा भएको छ भनेर हामीले भन्नुपर्छ। 13 वर्षसम्मको अध्ययन मेहनत आज हामीले पुरा गरेका छौँ र निकट भविष्यमा अब 7 गतेदेखि हामी आइरन गेट भनेर चिनिने एसी परीक्षामा हामी जाँदैछौँ। यसलाई आइरन गेट भनौँ अथवा हाम्रो जीवनको नयाँ ढोका भनौँ, उत्तरोत्तर भविष्यका लागि, उत्तरोत्तर प्रगतिका लागि, नयाँ गन्तव्य तय गर्नका लागि, हाम्रो जीवनको गन्तव्य तय गर्नका लागि हामी नयाँ ढोका प्रवेश गर्दैछौँ। नयाँ ढोका पार गरेर हामी अगाडि बढ्ने जमर्को गर्दैछौँ। यस जमर्कोको लागि हामी परीक्षा रूपी एउटा परीक्षामा हामी तयार हुनेछौँ। त्यसैले चैत महिनाको 7 गतेदेखि हुन लागेको एसी परीक्षामा सहभागी हुने यस विद्यालयका 31 जना सम्पूर्ण विद्यार्थी भाइहरूलाई परीक्षा गर्नुहोस्, शुभ रहोस्। परीक्षामा आफूले जानेका बुझेका 13 वर्षसम्ममा हामीले गरेको लगानी र मेहनतबाट हामीले आर्जन गरेका ज्ञानहरूलाई राम्रो तरिकाले परीक्षामा प्रस्तुत गरी आफ्नो क्षमतालाई अकल तरिकाले प्रस्तुत गर्दै आफ्नो नतिजालाई पनि राम्रो बनाई विद्यालयको नाम र गौरवलाई पनि उच्च राख्न सकुन् हाम्रा विद्यार्थी भाइ बहिनीहरूले भन्ने म हृदयदेखि शुभकामना दिन चाहन्छु। विद्यार्थी भाइ बहिनीहरूको परीक्षा सफल रहोस्, मङ्गल रहोस् र विद्यार्थी भाइ बहिनीहरू आफ्नो नाम र शानलाई उच्च राख्न सफल हुनका साथसाथै विद्यालयको नाम र शानलाई पनि सदैव उच्च बनाउन सकुन्। आफ्नो कर्तव्यबाट विद्यार्थी भाइ बहिनीहरू कहिले पनि पछाडि नहटुन् भन्ने शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। यो 13 वर्षको समय अवधिमा विद्यार्थी भाइ बहिनीहरूलाई हामीले धेरै पटक गाली गऱ्यौँ होला, धेरै पटक हप्कायौँ होला, धेरै पटक टेक्यौँ होला, धेरै पटक कुट्यौँ होला। कुट्ने बेला भित्रभित्रै मुरमुरिया पनि हुनसक्छ। मलाई कुट्नु भएको छ भनेर भित्रभित्रै मुरमुरेको अनुहार कालो लगाएको अवस्था पनि भयो होला। त्यो विद्यार्थी नै लाग्यो। हामीले जसलाई माया गर्छौँ त्यसैलाई गाली गर्छौँ। जो व्यक्तिसँग हाम्रो माया नै छैन त्यसलाई हामीले गाली नै गर्दैनौँ। हामीले सडक बाटोमा कति व्यक्तिहरू होला बिग्रिराखेका होला, गलत बाटोमा हिँडिराखेका होलान्, नराम्रा कामहरू गरिराखेका हाम्रै आँखा अगाडि हामी देख्छौँ। तर उनीहरूलाई देखेर पनि हामी नदेखे जस्तो गरिरहेछौँ। उनीहरूलाई हामी मतलब गर्दैनौँ, वास्ता गर्दैनौँ, आफ्नै तरिकाले आफ्नो बाटोमा हामी हिँड्छौँ। तर हाम्रा विद्यार्थी भाइ बहिनीहरूले सानो एउटा गल्ती गर्दा हामीले उनीहरूलाई गाली गर्छौँ, हटाउँछौँ, पिट्छौँ। त्यो भने माया हो। हाम्रा विद्यार्थी भाइ बहिनीहरू गलत बाटोमा नलागुन् भनेर उनीहरूलाई सही बाटोमा ल्याउनका लागि गरिएको एउटा प्रयास हो, प्रयत्न हो। त्यसैले सम्पूर्ण शिक्षकहरूले गरेको गालीलाई, सम्पूर्ण शिक्षकहरूले गरेको भनौँ व्यवहारलाई हाम्रै लागि हो भनेर यिनीहरूले बुझ्नेछन्। विद्यार्थी भाइ बहिनी त्यसलाई त्यही तरिकाले बुझ्नेछन्, ग्रहण गर्नेछन् र हाम्रो भविष्यलाई उज्जवल बनाउनको लागि नै, हामीलाई सही मार्गमा ल्याउनका लागि नै सरहरूले, म्यामहरूले सबैले हामीलाई यस्तो व्यवहार देखाउनु भएको हो भन्ने कुरा बुझ्नेछन् भन्ने मैले अपेक्षा राखेको छु। र विद्यार्थी भाइ बहिनीहरूले आगामी दिनमा आफूलाई सक्षम राख्नु, विद्यालयमा मात्र होइन, एसी परीक्षामा मात्र होइन, अब आउने दिनहरूमा 11-12 कक्षाहरू होला, त्योभन्दा उच्च शिक्षाका तहहरू होलान्। उच्च शिक्षाका तहहरूमा पनि राम्रो प्रतिभा प्रस्फुटन हुने किसिमका कार्यहरू गर्दै आफ्नो क्षमतालाई अपार र दक्ष बनाउँदै विश्व स्तरमा सक्षम हुन सक्ने, टिक्न सक्ने एउटा क्षमतावान जनशक्तिको रूपमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूले आफूलाई उभ्याउनेछन् भन्ने अपेक्षा राखेका छु। विद्यार्थीहरूले आफ्ना अग्रज दाइहरू, दिदीहरू जो यस विद्यालयबाट लामो समय अगाडिदेखि वर्तमान समयसम्म पनि अध्ययन गर्दै अगाडि पुगेका विद्यार्थी भाइ बहिनीहरू जो छन् भने हाम्रा विद्यार्थीहरूका लागि उनीहरू अग्रज दाइ दिदीहरू, उनीहरूले गरेको कार्यबाटै पाठ सिक्दै उनीहरूले गरेको जस्तै हामी पनि गर्न सक्छौँ भन्ने एउटा प्रेरणा लिएर अगाडि बढ्नेछन् र विद्यालयको नाम
लाई उज्जवल राख्नेछन्, आफ्नो भविष्यलाई उज्जवल बनाउनेछन्, आफूलाई कर्मठ सक्षम नागरिकको रूपमा स्थापित गर्दै विश्व स्तरमा पनि सक्षम क्षमतावान व्यक्तिको रूपमा स्थापित गर्दैछन् भन्ने शुभकामना र अपेक्षाका साथमा पुनः विद्यार्थीहरूलाई परीक्षा मङ्गल रहोस्, शुभ रहोस्, सुखद रहोस्, सोचे जस्तै परीक्षाहरू गऱ्यौँ भनेर हाँसी खुसी विद्यालयमा आऊ भन्ने एउटा कामना हृदयदेखि नै कामना गर्दै मेरो शुभकामना यही अन्त्य गर्छु। हस्त धन्यवाद। धन्यवाद सर। सरले बहुतै गहिला कुरा गरेर जानुभएको छ। हाम्रो यात्रा हो, यो यात्रा गर्ने क्रममा हामी डिफ्रेन्ट तरिकाले मान्छेसँग व्यवहार गर्ने बेलामा कहिले मार पनि खानु पर्यो होला, कहिले डराइ प्रिन्सिपल सरको अफिसमा जानु परेको होला, कहिले किरण सरको धाड सुन्नु परेको होला। अब यी सबै कुराहरू हामी यो एक्जाम गर्ने बेलामा फेरि यादको रूपमा लिँदै यो एक्जाम राम्रो गरेर फेरि फर्केर 11 आउने बाटो हामीले चाहिँ बनाउनेछौँ भन्ने पनि कुरा गर्नुभयो। अब म आदरणीय गुरु भोला प्रसाद शर्मा सरलाई चाहिँ आफ्ना शुभकामना मन्तव्य राखिदिन हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रमका अध्यक्ष लगायत शिक्षक मित्रहरू, उपस्थित एसीमा तयार भएका भाइ बहिनीहरू, आज हामी किन उपस्थित भएका छौँ भने फलामे गेट, यो एसी भनेको फलामे गेट हो। 13-14 वर्षसम्म हामीले पवार कमल एप्पल हुँदै आजसम्म जो हामीले ज्ञान प्राप्त गऱ्यौँ त्यो ज्ञानलाई देखाउने मुख्य मार्ग, मुख्य ठाउँ, मुख्य क्षेत्र भनेको एसीको ठाउँ हो। यसका लागि सुरुदेखि नै पैसा गर्दै आएको हो। त्यस्तै परीक्षा हो, डराउनु पर्ने, हताश हुनुपर्ने कुनै प्रसङ्ग कारण छैन। तैपनि त्यो विद्यालयको नाम उच्च राख्ने, आमा बाबाको इच्छालाई पूर्ण गर्ने र आफ्नो भविष्य कतातिर लैजाने भनेर देखाउने मुख्य ठाउँ भएको हुनाले यसमा नाचिएर राम्रोसँग राम्रा अक्षर आफ्नो मौलिकता दिएर राम्रो परीक्षामा सफल हुनेछन् र हामीले सोचेभन्दा पनि बढी नम्बर ल्याएर A+ भन्छ नि त्यो सर्वोत्कृष्ट अङ्क ल्याएर हाम्रो विद्यालयको गौरवलाई र आफ्नो नामलाई साथै आमा बाबाको सपनालाई पनि पुरा गर्नेछन् भन्ने शुभकामना दिँदै र 11मा हाँसी खुसी फेरि विद्यालयमा नै मैले पढ्छु भन्ने वातावरणका साथ र अरू साथीहरूलाई पनि हाम्रो विद्यालयमा धेरै राम्रो पढाइ हुन्छ। हाम्रा गुरुहरू हामीलाई सम्झाउनको लागि कहिलेकाहीँ गाली गर्नुहुन्छ, पिट्नुहुन्छ, त्यो हाम्रै लागि हो, लौजाउ साथी हो भनेर नयाँ साथीहरूलाई ल्याएर पनि आउनेछन् भन्ने शुभकामना दिँदै म यहाँबाट बिदा हुन्छु। धन्यवाद। धन्यवाद सर। अब आज खास गरी तो हामी शुभकामना दिने बेलामा वर्षभरि बोलिसकेर थाकिसकेको आज हाम्रो कुरा नसुन्नु पर्ने भनेर पनि लागिरहेको होला। त्यही पनि हामी एउटा फलामे ढोकाको कुरा गर्नुभयो गुरुले, त्यसले गर्दा त्यो ढोका उगार्न जाने बेलामा
आफ्ना सैनिकहरूले चाहिँ हात हतियारसँग चाहिँ लेस भएर जानु भन्ने तरिकाको एउटा शुभकामना दिनुभएको कारणले पनि हामी सबैको तर्फबाट शुभकामना दिँदैछौँ। अबको शुभकामना मन्तव्य सम्झना आचार्य म्यामको तर्फबाट। आउँदै गरेको यसै परीक्षाको लागि नजिकै आउँदै गरेको यसै परीक्षामा सफल सभ्य र अनुशासित भएर आफ्नो परीक्षा गर्दै राम्रो नतिजा हासिल गर्नुहोला भन्ने शुभकामना दिँदै र तपाईँहरूको भविष्य उज्जवल रहोस् भन्ने कामना गर्दै र आफ्नो विद्यालय र हाम्रा गुरुवर्गले दिएको नीति निर्देशनलाई मनन गरी राम्रो उत्कृष्ट नतिजा हासिल गर्नुहोला भन्ने शुभकामना दिन चाहन्छु। र अब सबै साथीहरूसँगको बिछोडको दिन त होइन यो, फेरि आगामी दिनहरूमा पनि तपाईँहरूको 11-12 पनि यही सायद यही पढाउँछ होला, राम्रो नतिजा ल्याउनु होला भन्ने शुभकामना दिँदै यहाँबाट बिदा हुन चाहन्छु। हवस् त, हाम्रो बिचमा यस विद्यालयका शेयर सदस्य तथा प्रशासन प्रमुख मीना सर आउनुभएको छ। मीना आचार्य सरले पनि अतिथिको आसन ग्रहण गर्न त्यसै गरी यस विद्यालयमा कार्यरत कुशल विज्ञान शिक्षक सन्तोष केसी सर आउनुभएको छ। सन्तोष केसी सरले यो हुडिङले के सिक्न दिँदैछ भने चाहिँ जेम सेसनमा डान्स सेसनमा सन्तोष सरबाट एउटा डान्स हुनुपर्छ। अबको पालो जानका म्यामको जानका म्यामले पनि म आफ्ना केही बहुमूल्य भनेर राख्दिन हाती निर्भर गर्दछु। त्यही पनि शुभकामना छ तिमीलाई अघि बढ्दै जानु, शुभकामना छ तिमीलाई अघि बढ्दै जानु। आउलान् बाधा अनि अवरोधहरू तिमी कहिले डगमगाउनु, आउलान् बाधा अनि अवरोधहरू तिमी कहिले डगमगाउनु। जानु छ तिमी धेरै माथि, जानु छ तिमी धेरै माथि, असल कार्य गर्दै बाबु आमाहरूको सपना साकार पार्दै। दुःख नमार्न आजको यो विदायदेखि, दुःख नमार्न आजको यो विदायदेखि एउटा फुललाई पवित्र मन्दिरसम्म पुग्न बोटबाट छुटिनुपर्छ। एउटा फुललाई पवित्र मन्दिरसम्म सार्थक बनोस् तिम्रो यात्रा, सार्थक बनोस् तिम्रो यात्रा, सफल बनोस् भविष्य, जिन्दगी होस् तिम्रो उज्यालो, खुसी मिलोस् अटल। अमर बन्ने काम गर्नु, अमर बन्ने काम गर्नु, कुलमा नबस्नु, अघि बढ्दै जानु, बिच बाटोमै नमरिनु, अघि बढ्दै जानु, बिच बाटोमै नमरिनु। शुभकामना छ तिमीलाई अघि बढ्दै जानु, शुभकामना छ तिमीलाई अघि बढ्दै जानु। आउलान् बाधा अनि अवरोधहरू कहिले नडगमगाउनु, आउलान् बाधा अनि अवरोधहरू कहिले नडगमगाउनु। धन्यवाद। धन्यवाद जानका म्याम।
यो कार्यक्रमलाई भावुक बनाउँदै जानु लागेको छ। अबको पालो हाम्रो क्लास 10बाट विद्यार्थी भाइ बहिनीहरूबाट निरन्तर सिकाइमा उहाँहरूको अनुभव साटफेर गर्नका लागि म क्लास 10का समीप पौडेललाई चाहिँ पहिला आमन्त्रित गर्दछु। धन्यवाद उपस्थित my respected principal, teacher, sir, ma'am, and my dear friend. आजको यस इभेन्टको अवसरमा हामीलाई हाम्रो गुरुआमाहरूले शुभकामना दिनुभयो र हामी एकदमै खुसी छौँ र यस विद्यालयमा रहिरहँदा हामीले धेरै कुराहरू सिक्न पायौँ र यस विद्यालयमा हुँदा हाम्रो सर म्यामहरू र हामीले पनि कोर्डिनेसन राम्रो थियो। हामीले हजुरको साथ सहयोग मायालाई कहिले बिर्सिनु छैनौँ र यतिमा सोच्छु कि बिदाई भएर जाँदैमा हामी स्कुलबाट छुट्यौँ। हामी सधैँ यही स्कुलमा आइरहनेछौँ र हामी स्कुलका परिवारका रूपमा रहिरहनेछौँ। र यति भन्दै आजको म मेरो भनाइ यही गर्न चाहन्छु। केही प्रत्येक ब्याचमा अमूल्य रत्नहरू हुन्छन्। त्यही रत्नहरू मध्येमा हाम्रो पनि यो विद्यालयमा रत्नहरू छन्। त्यसले गर्दा म छु छैन त्यो नसोचौँ, सबैको आफ्नो आफ्नो ठाउँमा खुबी छ। अहिलेको मेन च्यालेन्ज भनेको हाम्रो एक्जाम हो। त्यो एक्जाममा हाम्रो जोइन्ट एफर्ट, कम्बाइन्ड एफर्ट भनौँ न, इन्डिभिजुअललाई त हामीहरूले सधैँ पनि प्रोत्साहित गर्ने गरेका छन् आफ्ना इन्टरनल एक्जाममा पनि। अहिलेको एक्जाम बाहिर गएर गर्ने हो, त्यसले गर्दा हामीले यसले चाहिँ कम्बाइन्ड एफर्ट गरेका छौँ है। ल समीप पौडेललाई धेरै धेरै धन्यवाद। अब आफ्ना अनुभव आदान प्रदान गर्नका लागि म यसै विद्यालयमा सेन्टर क्लास 10मा आसिया खातुनलाई आमन्त्रित गर्दछु। My dear respected principal and teachers and my dear friends, आज आउँदै गरेको हाम्रो एसई परीक्षाको लागि शुभकामना दिएकोमा हाम्रो सबै शिक्षक गुरुवर्गलाई धेरै धेरै धन्यवाद गर्न चाहन्छु। हामीले यस विद्यालयबाट धेरै कुराहरू अध्ययन गरेका छौँ र हाम्रो शिक्षकहरूको बिच धेरै नै राम्रो सम्बन्ध गाँसिएको छ। हाम्रो विदाई आज भयो नि हामी यो स्कुलले र यसको यहाँ भएका क्रियाकलापले कहिले पनि बिर्सिने छैनौँ। हामी चाहिँ सधैँ यो यहाँको सबै साथीहरूलाई टिचर्सहरूले सम्झिनेछौँ र सबैले हाम्रो यहाँसम्म हाम्रो साथ दिएकोमा धन्यवाद दिन्छु। धन्यवाद। अझै पनि यदि कुनै विद्यार्थीको मैले यो कुरा भनेर जानुपर्ने छ भने केही छ?
गरिसक्यौँ यो यात्रा हो। यो यात्राको दौरानमा हामीहरूले निरन्तर क्लासमा आउने टिचरहरूसँग त हामी डेली अट्याच भएका हुन्छौँ, तर हुन त 10 क्लासमा प्रिन्सिपल सरको पनि आफ्नो क्लास भएको कारणले उहाँसँग पनि अट्याचमेन्ट छ। तर हामीहरूले देख्ने काम शिक्षकका मात्रै क्लासमा देख्छौँ। प्रिन्सिपल सरले जुन भारी तरिकाले गर्ने काम चाहिँ हाम्रा बिर्दै देखेका हुन्छन्। त्यसमा सेन्टरमा वातावरण बनाउनेदेखि लिएर घोराई तुलसीपुरमा लबिङ गर्नेदेखि लिएर धेरै अमूल्य काम छन् जसको बारेमा हामीहरूले थाहा हुँदैन। त्यसले गर्दा अब यो यात्रा हो, यात्राको लास्ट छोरमा हामी आएका छौँ र अब देखाउनु पर्ने हाम्रो जिम्मा हो। कतिजनाले हामीहरूले चाहिँ A+ को क्याटेगोरीमा आउन सक्छौँ। अबको पालो तपाईँहरूको यो बेलासम्म बिहान 6 बजेदेखि साँझ 9 बजेसम्मको गुनासो तपाईँहरूले गर्नु हामी स्कुलमै बसेका छौँ भने चाहिँ त्यो तपाईँहरूकै लागि हो। अब 9 बजेको पनि हट्ल, बिहान 6 बजेको उठाइ पनि हट्ल, तर यो जुन 7 दिन अझै बाँकी छन्, यो 7 दिन तपाईँहरूको लागि कडा चुनौतीको रूपमा छ र त्यसपछि तपाईँहरूले देखाएको मेहनतको फल नै चाहिँ हाम्रो स्कुलको लागि एउटा ठुलो गरिमाको रूपमा चाहिँ त्यो देखिनेछ। त्यो रिजल्ट तपाईँको इन्डिभिजुअल रिजल्ट नभएर हाम्रो स्कुलको लागि यो 2081 ब्याचको नै चाहिँ ठुलो एउटा सफलताको रूपमा चाहिनेछ। त्यसले गर्दा सबैका एफर्ट, कम्बाइन्ड एफर्ट भन्ने छ। एक्जाम हलमा होइन, त्योभन्दा अगाडिको कम्बाइन्ड एफर्ट पनि चाहिएको छ। अब आजको यस कार्यक्रमलाई लगभग समापन गरिदिनको लागि म यस कार्यक्रमका सभाध्यक्ष आदरणीय प्रिन्सिपल सर कमल सापकोटा सरलाई म हार्दिक अनुरोध गर्दै म पनि यस समापनपछि हामीहरूले क्रमबद्ध रूपमा टीका र खाना ग्रहण गर्नेछौँ। त्यसपछि प्रिन्सिपल सरले अघि नै भनिसक्नु भएको छ 30 मिनटको टाइम मात्र हाम्रो चाहिँ जेन्ट सेसन नृत्यको लागि हुनेछ र त्यसपछि हामी खाजा खाएर चाहिँ आफ्नो गन्तव्यतिर लाग्नेछौँ। म पनि यस शुभकामना मन्त्रबाट बिदा लिँदै यहाँले सबैले नमस्कार गर्दै समापन गर्नको लागि म प्रिन्सिपल सरले हार्दिक अनुरोध गर्छु। आजको यस विदाई एवं शुभकामना कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण प्यारा विद्यार्थी भाइ बहिनीहरू, यस विद्यालयमा विगत लामो समयदेखि अहिलेसम्म अध्यापनमा र टिचिङ लर्निङ एक्टिभिटिजमा विगत वर्षौँदेखि र केही समयदेखि आइरहनुभएका हाम्रा डाइनामिक टिचरहरू, सरहरू, म्यामहरू र हाम्रो स्कुललाई आज अब्बल स्कुल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका सम्पूर्ण रेस्पेक्टेड टिचरहरू एन्ड माई डियरेस्ट एन्ड नियरेस्ट स्टुडेन्ट। आज म धेरै बोल्ने पक्षमा छैन, कता कता मेरो माइन्डमा हिट गरिरहेछ। फेयरवेल भन्ने बित्तिकै हामी सबैले कता कता त्यसले हट टच गरिरहेको हुन्छ, माइन्डमा हिट गरिरहेको हुन्छ। जति भन्नुपर्ने थियो हाम्रो अगाडि बोल्नुभएका सबै सर म्यामहरूले भनिसक्नु भएको छ। त्यसमा म धेरै कुराहरू आज बोल्न सक्दैन, म बोल्न पनि चाहदिनँ। जति उति मैले क्लासमा भनिरहेको छु र क्लासमा भन्ने क्रममा आजसम्म तिमीलाई गाली गर्ने होला, पढाइ होला, कहिले राम्रो कुरा भन्ने होला, कहिले नराम्रो कुरा भन्ने होला, कहिले मैले गाली गरेँ होला, कहिले मलाई गाली गरेँ होला, कहिले स्कुललाई गाली गरेँ होला, कहिले हामीले गाली गरेँ होला। त्यो आजदेखि बन्द हुँदैछ। त्यो बन्द भएर न तिमीले आजदेखि हामीलाई गाली गर्ने ठाउँ पाउनेछौ, न हामीले गाली गर्ने ठाउँ पाउनेछौँ। आजदेखि तिमीहरूको र हाम्रो यात्रा केही समयको लागि छुट्टिँदैछ। तिमीहरू जति क्षमता छ त्यो क्षमता देखाउने समय आएको छ। यस्तो क्षमता आएको छ कि यस्तो समय आएको छ कि यो तिमीहरूको जीवनको पार्ट 1 कम्प्लिट गर्न जाँदैछ र पार्ट 2 सुरु हुँदैछ। पार्ट 1 भनेको तिमीहरू नर्सरीदेखि 10 क्लाससम्म जति पढ्यौ त्यति अब 11देखि मास्टर डिग्रीसम्म पढ्न चाह्यो भने त्यति समय लाग्छ। त्यसैले म त्यसलाई पार्ट 2 भन्छु। कलेज लाइफको लागि पार्ट 2 भन्न चाहन्छु। म पार्ट 1 पार गरेर जाने विद्यार्थीहरू एउटा यस्तो गन्तव्यमा जाँदैछन्, यस्तो ठाउँमा जाँदैछन्। त्यो कस्तो छ भने एउटा खोलाको बिचमा यतापट्टि गाउँ जस्तो छ, पानी गएपछि सुन्दर बस्ती छ, ठुलो सहर छ, बिचमा यात्रा
पार गराइदिने, डुङ्गा तराइदिने, त्यो नाउँ क्रस गर्ने मान्छेहरू छ। आज हामी त्यही भएका छौँ। हामी टिचरहरू तिमीहरू जस्तै कयौँ ब्याजहरूलाई पार गऱ्यौँ। यो विद्यालयमा हाम्रा सरहरू छ, किरण सर, भोला सर, बसन्त सर, प्रेम सर, वर्षौँदेखि म स्टुडेन्ट हुने बेलादेखि उहाँहरू तर उहाँहरू यही हुनुहुन्छ, हामी यही छौँ। र तिमी विद्यार्थीहरूलाई हामी आज एउटा खोला पार गराएको जस्तै पार गराइदिँदैछौँ। तिमीहरू सुन्दर वस्तुमा जाँदैछौ, ठुलो सहरमा पुग्नेछौ, तर हामी यही रहन्छौँ। त्यो ठुलो सहरमा पुगे तापनि, सुन्दर वस्तुमा पुगे तापनि तिमीहरूको माया ममता तिमीहरूले चाहेर पनि भेट्न सक्छौ, किनकि तिमीहरूको क्लास 10 को क्यारेक्टर सर्टिफिकेट या यसको ग्रेड सिटमा जित ल्यायो भनेर ट्याग लागेर हुन्छ। नेपाल सरकारले नै ट्याग हालेर पठाउँछ, स्कुलले नै ट्याग हालेर पठाउँछ कि तिमीले चाहेर पनि त्यो सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट, ग्रेड सिट न च्यात्न सक्छौ न फाल्न सक्छौ, तिमीहरूसँग रहेको छ। तर हामी टिचरहरू यहाँ रहँला नरहँ, हामी आजीवन रहन सक्दैनौँ। हामी कहिले उमेरको कारणले छोडाउँदा, कहिले आफ्नो कारणले छोड्दा, व्यक्तिगत कारणले, तर तिमीहरूको सर्टिफिकेटबाट तिमीहरूको लेभल छुट्दैन। त्यसैले यो विद्यालय टिचरको होइन, स्टुडेन्ट विद्यार्थीको। त्यही भएर विद्यार्थी भाइ बहिनीहरूलाई म धेरै कुरा भन्न चाहन्न, तिमीहरूको सुन्दर भविष्यको म कामना गर्न चाहन्छु। आउँदै गरेको एससी इक्जामलाई सरहरूले, विद्यार्थीहरूले कसैले गोल्डन गेट भन्छ, कसैले आइरन गेट भन्छ, कतिले केही पनि भने म त्यसलाई वुडन गेट भन्न चाहन्छु। त्यो केही पनि होइन, काठको जस्तै सोच्नुहोस्। त्यो पनि 10 वर्षमा पानी र घामले चिया लागेको छ, गएर 1 लाख त हामी पल्टिन्छ अनि अर्को ठाउँमा जान सकिन्छ। त्यो सोचिदिनुहोस् कि त्यो बलियो छ भनेर नसोच्नुहोस्, कमजोर छ। त्यो भन्दा तपाईँहरू बलियो हुनु पनि 1 लाख ठाउँमा पल्टिन्छ। तपाईँहरू सजिलैसँग 11 क्लास पढ्नु सक्नुहुन्छ, केही पनि गाह्रो छैन। सेम हो, तपाईँहरूले जस्तो यहाँ पढ्नु भएको छ, जस्तो इक्जाम गर्नुभएको छ, त्योभन्दा सजिलो होला, गाह्रो हुन्छ। तर यति मात्रै तिमीहरूले सोचिदिनु पऱ्यो कि आजसम्म यस विद्यालयमा अध्ययन गर्ने बेला कतिपय राम्रा कुरा भयो होला, कतिपय नराम्रो कुरा भयो होला, कहिले हामीले गाली गर्यो होला, कहिले तिमीले गाली गर्यो होला। यो सबै कुराहरू आजसम्म हामीले पढाएका कुराहरू, हामीले के कति पढायो भने तिमीले मूल्याङ्कन गर्ने कुराहरू, के कस्तो पढायो, के कति पढायो, कहिले पढायो, कसरी पढायो भने तिमीले मूल्याङ्कन गर्ने कुरा हो। र विद्यालयले र शिक्षकहरूले सम्पूर्णले आफूले सके जति मेहनत गर्नुभएको छ, सके जति तिमीहरूलाई राम्रो गराउनको लागि एफर्ट गर्नुभएको छ। उहाँहरू सम्पूर्ण टिमलाई म मेरो व्यक्तिगत तर्फबाट र विद्यालय परिवारको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आउँदै गरेको रियासी परीक्षामा सबैको राम्रो आओस् भन्ने मेरो कामना छ, विद्यालय परिवारको कामना छ। विगतका वर्षहरूमा हाम्रा विद्यार्थीहरूले उत्कृष्ट रिजल्ट ल्याउन सफल भएका थिए, र त्यो कायम गर्ने चुनौती पनि रहेको छ। त्यो चुनौतीलाई सामना गर्नुपर्छ, त्यो चुनौतीलाई आफ्नो रेकर्ड कायम गर्नुपर्छ। यो इज्जतको सवाल हुन्छ, त्यसैले इज्जत, आफ्नो इज्जत सम्झिनुपर्छ। तपाईँहरूलाई केही पनि गाह्रो छैन, तपाईँहरू राम्रोसँग गर्न सक्नुहुन्छ। त्यसैले आफ्नो जीवनमा धेरै कुराहरू भन्दा पनि म एउटा कुरा मात्रै भन्न चाहन्छु। म धेरै बोल्ने पक्षमा छैन। आज तपाईँहरूसँग सबैसँग, चाहे टिचरहरूसँग, चाहे स्टुडेन्टसँग, हामीसँग यहाँ एकाडेमिक नोम संस्था, अमेरिकन वैज्ञानिक नोम संस्थाका अनुसार हाम्रो यो माइन्ड 10,000 मिलियन जिबी, 10,000 मिलियन जिबी क्यामेरा छ। त्योभन्दा पनि अझ बढी छ। हाम्रो सानो मोबाइलमा त 16 जिबी, 500 जिबी, 212 जिबीको मोबाइलमा त कति डकुमेन्ट हामी राख्न सक्छौँ। 10,000 मिलियन जिबी क्यापासिटी छ, सबैको बराबर छ। कसैको 3 केजी, कसैको 2 केजी, कसैको 1 केजी माइन्ड छ, सबैको बराबर छ। तपाईँहरू सबैसँग बराबर क्षमता छ। त्यो क्यापासिटीलाई कति प्रयोग गर्ने, कति एक्टिभेट गर्ने। हाम्रो मोबाइल छ भन्दैमा म्युजिक बज्दैन, गाना हुँदैन, त्यहाँ भिडियो बज्दैन, हामीले जति राख्यौँ त्यति म्युजिक बज्छ। यो माइन्ड पनि जति हामीले स्टोर गर्यौँ त्यति नै बाहिर आउँछ। त्यसैले तपाईँहरूसँग भएको यो क्षमतालाई आजीवन एक्टिभेट गर्न सक्छ। यति धेरै क्षमता भएको छ तपाईँहरूसँग क्यापासिटी, त्यो क्यापासिटीलाई बुझ्नुभएको छ। अल्बर्ट आइन्स्टाइन, फादर अफ साइन्टिस्ट, उहाँको दिमागका जम्मा 3% युज भएको थियो। टोटल माइन्डको 3% मात्रै युज भनेपछि हाम्रो माइन्ड कति युज भएको छ? सबै युज छ हाम्रो माइन्ड, सबै फोल्डरहरू इन्डिभिजुअली फोल्डर छ।
इङ्ग्लिस पढ्दा ड्युटी, म्याथ पढ्दा ड्युटी, साइन्स ड्युटी, सोसल झन् ड्युटी, म्याथ अकाउन्ट, ती फोल्डरहरूमा तपाईँहरूले राख्नु सबैको छ, आवश्यक परेको बेला निकाल्नुहुन्छ। त्यसैले आफ्नो मायालाई एक्टिभेट गर्नुहोस्। तपाईँहरूसँग क्षमता छ, कोही पनि कम छैन, कसैसँग पनि क्षमता कम भएको छैन, सबैसँग बराबर छ। त्यति मात्रै कि कसले धेरै यहाँ राखेको छ भने मात्रै हो। त्यसैले आउँदै गरेको यसमा तपाईँहरूसँग भएको रमाइलो राखेको ज्ञानलाई देखाउने समय हो। अरू बेला देखाएर हुँदैन, 7 बजीभन्दा अगाडि देखाएर पनि हुँदैन, पछाडि देखाएर पनि हुँदैन, 6 बजी देखाएर पनि हुँदैन, 7 बजी देखाएर पनि 8 बजीदेखि 11 बजीसम्म अरू बेला देखाएर तपाईँको भ्यालुएसन हुँदैन, इभ्यालुएसन हुँदैन। करेक्ट टाइममा देखाउनु पऱ्यो, राइट टाइममा राइट चिज देखाउनु पऱ्यो। त्यसैले टाइम आएको छ, तपाईँहरूसँग भएको क्षमता देखाउनु, सबै क्षमता देखाउनु गर्न सक्नुहुन्छ। तपाईँहरूसँग धेरै क्षमता छ। तपाईँहरू हाम्रो बिचमा जे जस्ता रिलेसन भए, जे जस्ता क्रियाकलाप भए, तपाईँले सिकेका राम्रा कुराहरू आफ्नो इष्टमित्र दाइ दिदी भाइ बहिनीहरूलाई भन्नुहोला। नराम्रो कुराहरू हामीलाई सल्लाह सुझाव दिँदै हामीसँग भएका केही कमी कमजोरी छन्, सल्लाह सुझाव गर्नु। हाम्रा राम्रा व्यक्ति छ भने समाजमा के गर्ने भने प्रस्फुटन गर्ने, समाजमा सुनाउने। त्यसैले यी कुराहरू भन्दै तपाईँहरू आउँदै गरेको एसएससी परीक्षाको उज्जवल भविष्यको कामना गर्छु। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको उज्जवल भविष्य कामना गर्छु। सबैको रिजल्ट राम्रो होस्, कसैको पनि रिजल्ट नबिग्रियोस्। सबैले राम्रो रिजल्ट आएको हामी सुन्नमा, असार महिनामा आउने रिजल्टमा सबैको चेहरामा खुसी छाओस्, सबैमा उमङ्ग आओस्, सबैको हर्ष होस्। सबैलाई शुभकामना भन्दै सम्पूर्ण प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई आउँदै गरेको एसएससीको शुभकामना मेरो व्यक्तिगत तर्फबाट, विद्यालयको तर्फबाट, सम्पूर्ण शिक्षक गुरुवर्गको तर्फबाट शुभकामना दिँदै मेरो छोटो मन्तव्य अन्त्य गर्दछु र हाम्रो पार्ट 2 को सेसन अगाडि बढाइदिन हुन जति सल्लाह अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद सर। अब हामी सबै शिक्षक सर म्यामहरू अगाडि आएर पालो विद्यार्थी भाइ बहिनीहरूलाई अबिर खाता लगाइदिन्छौँ र हाम्रो घरको फोटो फ्रेम हामी तल दिन्छौँ यहीँ दिँदा फोटो खिच्ने हुन्छ। सबै म्याम सरहरूलाई चाहिँ अगाडि आइदिनु। पहिला पहिला लाइन लगाएर फोटो लिने साथीले पनि एकजना जिम्मा लिनुहोस्, तपाईँको फोटोहरू कलेक्ट गर्ने। होइन